भेट गर्नुभएको मलाई? तेरो चर्तीको सबै थापिसकेको छु मैले। किन पिटेको हो तिमीले छोरीलाई? छोरी बिग्रेको थाहा छैन तपाईलाई? बाबा हेर्नु न, के भएर छोरी कसरी बिग्री? कसरी बिग्रिनु नि? कलेज जान्न रे, उहाँ होस्टेलबाट बाहिर जान्छ रे, रातभरि फोनमा कुरा गरेर बस्छ रे, को केटाहरूसँग हिँड्छ रे, उहाँ लभ परेको रे भनेर हल्ला सुनेको छु मैले। यसले भनेको कुरा सही हो त छोरी? होइन बाबा। अबदेखिबाट होस्टेल बस्दैन तपाईँको छोरी, मैले भनिदिएको छु नि फेरि। अनि होस्टेलमा नबसी कहाँ बस्ने त? अनि काठमाडौँमा पढ्ने मान्छे कहाँ बस्छ त? अब यो अहिले बसिरहेको होस्टेलमा बस्दिन, मैले भनेको होस्टेलमा बस्छ अब यो। अनि कुन होस्टेलमा हो त? तैँले भनेको कुन होस्टेल हो? तेरो कलेज न्यू बानेश्वर होइन हो? त्यही न्यू बानेश्वरमा लक्ष्मी गर्ल्स होस्टेल छ त्यहाँनिर हो। त्यहाँनिर चाहिँ त्यो न्यू एम्बिसन कलेज थाहा छ नि तँलाई होइन? थाहा छ। हो त्यो कलेजको नजिकै पर्छ। अब त्यही बस्ने हो अब त, बुझिस्? अनि तैँले राम्रोसँग बुझेको हो नि होस्टेल कस्तो छ, वातावरण कस्तो छ, बस्ने ठाउँ सबै कुरा राम्रोसँग बुझ्या हो नि तैँले? स्वस्थकर खानेकुरा, सफा वातावरण, वाइफाईको सुविधा भएको, यो जाडोमा नुहाउन सक्दिन, तातो पानीको व्यवस्था भएको, फी भन्नुहुन्छ भने यति सस्तो मिलाएर रहेछ नि। अनि पार्किङको सुविधा पनि त्यत्तिकै राम्रो रहेछ। अनि त्यस्तो होटलमा नराखेर कहाँ राख्ने त यो छोरीलाई? राम्रै ठाउँमा बुझ्या रहेछस्। चित्त बुझ्यो है छोरी तिमीलाई? बुझ्यो बाबा। तेरै लागि भने त हो नि मैले, नानी हेर त गर्ल्स होस्टेलमा आनन्द हुन्छ नि, दायाँ बायाँ केही पनि भएन, तेरै भविष्यको लागि होइन त। अबदेखिबाट छोरी लक्ष्मी गर्ल्स होस्टेलमा बस्यो है त। यदि हजुरहरू पनि इच्छुक हुनुहुन्छ भनेदेखि तल दिएको नम्बरमा चाहिँ कन्ट्याक्ट गर्नुहोस् है त।